Hello guys, welcome back to my YouTube channel. Guys, म चाहिँ रेडी भइसकेँ कहाँ जानको लागि हो तपाईलाई म भन्दिनँ र मलाई पनि थाहा छैन कहाँ जान लागेको छु। अब चाहिँ हामी कहाँ जान लागेको छौँ एकछिनमा देखाउँछु। कस्तो तर्पी देखेको मलाई त। ल यिनीहरू पनि रेडी भइसके त्यहाँनिर गर्दिन त्यहाँनिर लुगा मिलाउँदैछन्। अब हामी जाने हो। तपाईँलाई म बाटोतिर भेटाउँछु, उतैतिर भेटाउँछु, कता कता भेटाउँछु, सबैतिर भेटाउँछु। म भेटाउन चाहिँ भेटाउँछु तपाईँहरूलाई, तर कता कता भेटाउँछु। सन्डे हामी कहाँ हिँड्ने गऱ्यो भन त। हामी चाहिँ गाइज नभन अहिले सेक्रेट कहाँबाट कि यताबाट होइन म परबाट चढ्नुपर्छ। अब हामी जान आँटेको है साथीहरू। कहाँको हामी अब चल्दिसक्यौँ। हामी कहाँ जाने हो चाहिँ म हजुरलाई उतै पुगेर देखाउँछु है त साथीहरू। एकछिन म चाहिँ अलिक हिँड्न सकेको छैन। हिल्लाको चाहिँ यत्रो ठुलो म भन्दा ठुलो हिल्लाको छु। त्यही भएर आज म कस्तो अग्लोवाला फिल पाएँ चाहिँ डल्ला डल्लीहरू पनि हामी ल गएको है साथीहरू। साथीहरू हामी चाहिँ गाडी पर्खिरहेको छौँ। गाडी पनि आएको छैन। यहाँ सन्ध्या चाहिँ मभन्दा सानी चाहिँ मभन्दा सानी कति बेला आउँछ अब जाँदै गर्दा म तपाईँलाई देखाउँदै गर्छु है त साथीहरू। अहिले चाहिँ छुटिहालौँ न हामी। हातमा ल्याङ गोजीबाट निकालेको छैन। एउटा हातले गरिरहेको छु। के भन्छ जाडो छ गाई भन भन राख्नु न भन न भरे फेरि यो क्लिप हाल्ने होइन है। हेलो हामी चाहिँ गाडी चढिसक्यौँ। रेजिन अगाडि चाहिँ हामी यहाँ छौँ। अब हामी फाइनली जाँदैछौँ। ला यहाँ के लागेको थियो अहिले भर्खर लागेको थियो। अब जाँदै गर्दा साथीहरू गाइज अब चाहिँ हामीहरू आधी पुग्यौँ। अझै पुग्न बाँकी नै छ। आधी जति पुग्यौँ हामी गएको गाइज। नाच न म बोल्छु नाच ल गाइज हामी चाहिँ पुग्न आँट्यौँ। अब आधी बाँकी छ। आधी जति चाहिँ पुग्यौँ। अनि मान्छेहरू चढ्दै गर्दैछन्। त्यही भएर अलिक ढिलो भइरहेको छ। गाइज हामी चाहिँ गाडीबाट पनि झरिसक्यौँ, उत्रिसक्यौँ। अब जाँदैछौँ, हिँड्दैछौँ होइन। अब हामीले पूजाको सामानहरू किन्नुपर्ने हुन्छ। हामी चाहिँ मन्दिर आएको छौँ। साली नदी आएको छौँ गाइज। आज सुस्तानीको सुरुवाती हो नि त। सो त्यही भएर अब हामीले यहाँनिर यो अङ्कलकोबाट किन्न आँटेको छौँ है गाइज। हामीले चाहिँ यो किनि पनि सक्यौँ। अब पूजा गर्न जानुपर्ने हुन्छ। हामी पारी गएको थियौँ पनि बसिरहेको तपाईँ त जानुभएको छैन होला सायद। गाइज यिनीहरूले मेरो बिल्ला हान्दैछन् होइन। यहाँ म के माग्न आएको छु नि त। धेरै कुरा माग्न आएको छु। त्यही भएर बिल्ला हान्दैछन्। त्यही पनि यहाँ मैले गोजीमा राख्छु सबै मागेको कुराहरू। लाइन चाहिँ लास्टै छ गाइज। कहिले आउँछ पाल्नु भएको छैन। उहाँ कहिले हामी पुग्ने त्यहाँबाट भित्र पनि फाल्टै छ हो। तर अहिले म देखाउँदै जान्छु तपाईँहरूलाई। हेर्दै जानु र तपाईँहरू। अझै पनि लाइनमै छ। हामी अझै पाल्नै आएको। अब उहाँ तल गएर अझै माथि जानुपर्यो। लाग्छ होला अझै 1.5 घन्टा जति चाहिँ लाग्छ होला। अब अहिले चाहिँ हामी 1 घन्टा जति भयो लाइन बसेको। अब 1.5 घन्टा जति लाग्छ। भेट्दै गर्छु साथीहरू। म त यसै पनि डिप्रेसनमा थिएँ। फेरि जाँदैछु पुग्न आँटेँ डिप्रेसनमा। अहिलेसम्म पनि लाइन पाल्दैन। म त के अरे फेरि साथीहरू म अब कहिले पाला आउँछ भनेर घुरिरहेको छु। यहाँ पनि हामी एउटा फोटो खिचौँ तपाईँको भ्लगमा। यो 2 बिच
कहीँ चाहिँ हामी बल्ल पुग्न पाउन आँट्यौँ। अब चाहिँ लगभग 10 मिनट जतिमा चाहिँ पुग्छौँ पूजा गर्न। चप्पल पनि फुकालिसकेँ मैले आफ्नै औकातमा। सानो भइसक्यो। हेलो गाइज, हामी चाहिँ अब यता उयो गर्न आइरहेको छौँ दियो बाल्न। किता हो त एउटालाई राखिदेऊ यो मलिकमा कसरी गर्ने यहाँ कतिवटा गर्नुपर्छ? नदी पोखरीमा कुनै प्रकारको साबुन स्याम्पू दिने वस्तुको प्रयोग नगर्नु होला। तपाईँले भक्तजनहरू नदी पोखरीमा कुनै प्रकारको साबुन स्याम्पू दिने वस्तुको प्रयोग नगर्नु होला अनुरोध गर्दछु। पोखरीमा मन्दिर नदी पोखरीमा पुनरुत्थान भगवानको महास्नान गर्नु पर्नेर अड्किँदैन त ए खोलामा बेल कहाँ चढाउने हो? यो बेल कहाँ चढाउने हो? शिव मन्दिर यहाँ चढाइन माघीले। अब यसलाई कहाँ चढाउने? यहाँ शिवलिङ भएको ठाउँमा जान्छ। दुई हातले हौ यो यहाँनिर बाल्नु पर्यो। यहाँ बाल्दा नि हुने रहेछ तर यो टपरीमा हालेर गइदिउँ न त। बल्ने रहेछ यो त। गर्दाखेरि कृपया नगदे रसिद लिएर मात्रै प्रयोग गरिदिनु पनि विनम्र अनुरोध गर्दछु। कमाला छुवा त्यो टपरमा ड्यामै हाल्नु त ड्यामै लिएर बाबा खोइ ओइ ओइ गाइज हामीले चाहिँ अब दुई ठाउँमा पूजा सकाइसक्यौँ। अब एक ठाउँमा बाँकी नै छ अझै। अब जाँदैछौँ हामी। म चाहिँ अलिकति हिल छ नि त त्यहीबाट सक्दिनँ होइन, बिस्तारै जाँदैछु। केटीहरू चाहिँ अगाडि छन्। दुई ठाउँ पूजा गरेर सकाइसक्यौँ। अहिले 1 बजिसक्यो पनि होला लगभग। एक पनि बजिसक्यो। अब एक ठाउँ पूजा गरेर हामी त्यसपछि निस्किनुपर्ने हुन्छ। गाइड हामी चाहिँ एक ठाउँमा फोटो खिचेर फेरि यहाँनिर फोटो खिच्न जाँदैछौँ। अब ऊ त्यहाँनिर पर खिच्ने कुरा छ तर त्यहाँ त भित्र पस्न मिल्नै थियो। आई थिङ्क त्यहाँ त पस्नै मिल्दैन जस्तो लाग्यो। राम्रो ठाउँ थियो। ओइ त्यहाँभित्र त जान नमिल्दो रहेछ। भित्र चाहिँ जान मिल्दो रहेछ क्या। फोटो खिच्न जाऊँ भनेको खै जानै नमिल्ने रहेछ। गरिदिनु यस्तो भइसक्यो साथीहरू। अब हामीले चाहिँ फोटोसुट पनि सबै गरिसक्यौँ। अब यिनीहरू के खान्छन् अरे म चाहिँ फलफुल खानुपर्ने हुन्छ। निस्किँदैछौँ है हामी। फोटोसुट गर्दाखेरि पनि यो बोकी हिँडिरहेको छु। ल गयौँ है साथीहरू। अब हामी म चाहिँ अब फलफुलहरू खान्छु, यिनीहरू के खान्छन् म अहिले एकछिनमा देखाउँछु। चार्ज पनि छैन साथीहरू, मेरोमा त चार्जै सकियो। तर यहाँ राम्रो ठाउँ छ।
एकदम राम्रो छ यता पनि देखाउनु न हामी झनै राम्रो हामी राम्रो भएपछि ठाउँ राम्रो होइन केही न कामका आफू छन् भलो त जगतै भलो थाहा छैन केही न कामका छन् त्यो आफै मक्ख छन् किनेको छु अब जान्छु म जस्तो भएको छ गाइज हामी चाहिँ घर आइसक्यौँ होइन हामी 3जना गएको थियौँ आउँदा 2जना मात्रै भयौँ रेजना कहाँ आइसक्यो कता गयो थाहा छैन अब घर आयौँ मेरो चाहिँ फोनमा चार्ज पनि 1% अब म मेरो ब्लग चाहिँ यहीँ एन्ड गर्छु बाई बाई गाइज थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई तर मैले एउटा कुरा देखाउनै बिर्सेँ तपाईँलाई मैले सोच तारिकको बुक पनि लिएर आएको चाहिँ किनेर ढोग्नु सबैजनाले म माथि गएँ अब बाई